अघिल्लो वर्ष यही सिजनमा मैले सूर्यमुखी फुलको बिउ ल्याएर यसरी छरेकी थिएँ। कस्तो राम्रोसँग कति छिट्टो नै बिरुवा तयारी भएको थियो र मैले यतिको भइसकेपछि बारी खनेर बारीमै मल नराखिकन यत्तिकै रोपिदिएकी थिएँ। यो बिरुवालाई मैले कस्तो राम्रोसँग हुर्कियो कि मैले पानी मात्रै दिन्थेँ, खासै त्यस्तो मल केही दिएको होइन। कति छिटो नै कोपिला लागेर यस्तो राम्रो फुलहरू फुल्यो कि फुल पनि 2-4 दिन रहने, छिटो नसुक्ने, यस्तो राम्रो मनमोहक दृश्य देखिने है। मैले चाहिँ 3 महिनाको अवधिमा बिउबाट बिउ नै तयारी गरेँ। सुकेपछि यसरी बिउ निकालेँ। अघिल्लो वर्ष यही सिजनमा मैले सूर्यमुखी फुलको बिउ ल्याएर यसरी छरेकी थिएँ। कस्तो राम्रोसँग कति छिट्टो नै बिरुवा तयारी भएको थियो र मैले यतिको भइसकेपछि बारी खनेर बारीमै मल नराखिकन यत्तिकै रोपिदिएकी थिएँ। यो बिरुवालाई मैले कस्तो राम्रोसँग हुर्कियो कि मैले पानी मात्रै दिन्थेँ, खासै त्यस्तो मल केही दिएको होइन। कति छिटो नै कोपिला लागेर यस्तो राम्रो फुलहरू फुल्यो कि फुल पनि 2-4 दिन रहने, छिटो नसुक्ने, यस्तो राम्रो मनमोहक दृश्य देखिने है। मैले चाहिँ 3 महिनाको अवधिमा बिउबाट बिउ नै तयारी गरेँ। सुकेपछि यसरी बिउ निकालेँ।